सम्पूर्णलाई मेरो नयाँ भिडियोमा स्वागत छ है। आज चाहिँ हामी हाम्रो गैरा टोलका सम्पूर्ण देउसी भैलो कार्यक्रम पछि सँगै बसेर भोज खाने कार्यक्रम अन्तर्गत आज खाना खाइरहेका छौं है। यहाँ हाम्रो आशीर्वाद हुनुहुन्छ। ठिक छ। हाम्रो यहाँ बाजी हुनुहुन्छ। बाजी सुरु जाटिकमा हाले ल। हाम्रो यहाँ बाजी हुनुहुन्छ। ल यता बुवा हुनुहुन्छ। यता हाम्रो भीम मामा हुनुहुन्छ। ल है मामा। ल हाम्रो यता खिम मामा हुनुहुन्छ। यता बजै हुनुहुन्छ। ल यता दिलबहादुर। ल हेलो सन मामा। यता ल यता हाम्रो सालाबाबु। हेलो कान्छा चाहिँ। ल है। ल यता हाम्रो आशिष मा। ल यता हाम्रो कान्छा मामा। हेलो गुरुमाले यता दर्शन गरौँ न। ल ठिक छ। एकदम रमाइलो माहौल हुँदैछ है। ल यता हाम्रो सानो टोली छन् है। यता माइजूहरू ल बजै हुनुहुन्छ। ल हुन्छ बाजे। ल है हेर्नु म ठपाइमा छु। ल यता अझै हाम्रो अन्य टिम हुनुहुन्छ, टिममेट। ल यता हाम्रो माइजू हुनुहुन्छ। यहाँ हुनुहुन्छ निमा। यता हुनुहुन्छ हाम्रो बजै। यता हो कि होइन मामा बाजी थप्पा अलि बाजे। यता हुनुहुन्छ बजै बजै। ल यता हुनुहुन्छ बजै। ल यता फेरि हाम्रो ल है त रमाइलो माहौल हुन्छ। ल ऋतु, दुर्गा, हेमन्त। यता बजे माइजीहरूले सर्भिसिङ गर्दै हुनुहुन्छ। जेहोस् यसरी सबैजना जम्मा भएर खाँदाखेरि चाहिँ एकदमै रमाइलो महसुस भइरहेको छ। पक्कै पनि हाम्रो देश विदेशमा रहनुहुने मामाहरू, हाम्रो आफन्तीहरूलाई चाहिँ पक्कै पनि रमाइलो महसुस हुन्छ होला है। मासु हेर्न है साथी, अझै टन्नै छ खानेवालाले। ठिक छ। हस् बाजी। ल है त साथीहरू, म पनि बसिसकेँ यहाँ अब खानाको लागि। मेरो टर्न हाम्रो मामाहरूसँग बसिसकेँ यहाँ। अब जेस तपाईँहरू पनि जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, एकदमै रमाइलोसँग आफ्नो लाइफ बिताउनु होला भन्दै म पनि अब खाना सुरुवात गरेँ है त। अहिले चाहिँ हामी घिरिङ गाउँपालिका 1 पुत गाउँको तस्बिर खिच्न लाग्दैछौँ। यहाँ गुदी भन्ज्याङको स्कुल प्लस यो गाउँ देखिने गरी है। त्यही भएर हामी रोडदेखि थोरै हाइटमा आइपुगेका छौँ। ल ठिक छ। अब चाहिँ हामी यो पुत गाउँको तस्बिर खिचेर रिटर्न छौँ। म चाहिँ आज एक्लै भएर हाम्रो सालाबाउलाई साथी लिएर आएको छु। यो कक्षा 1 को पुस्तक निर्माण चाहिँ एकदमै अन्तिम चरणमा पुगिसकेको छ हाम्रो तर्फबाट। त्यही भएर हामीलाई आवश्यक परेको केही छिटफुट तस्बिरहरू कलेक्ट गरिसकेपछि अहिले हामी गजरकोटदेखि तल झरेर ठ्याक्कै डुम्रेबेसी फाँटमा आइपुगेका छौँ है। डुम्रेबेसीमा एकदमै यो खेतमा धानहरू लहलह फलेको देख्न सक्छौँ हामी। यहाँ डुम्रेबेसी खोला सलल्ल बगिरहेको छ र यहाँ चाहिँ धानहरू झुलिरहेका छन्। र नेक्स्ट पार्टमा झन् एकदमै बवाल रहेछ। त्यहाँको चाहिँ अलिकति खिच्न पाइएन, हामी बाटो निहाल्दै
र अब चाहिँ हामी यहाँ पुल भेटाइसकेका छौँ र यहाँदेखि अब हामी फेरि हाम्रो नेक्स्ट डाँडाजोरमा पुग्नेछौँ र त्यहाँको पनि फेरि यहाँहरूलाई भिडियो प्रस्तुत गर्नेछु। ल जाउँ साला बाबु। अहिले हामी डाँडाजोरमा आइपुगेका छौँ। यो राइट साइड चाहिँ भिमादको भाग रहेको छ भने यो लेफ्ट साइड घिरिङको भाग। ल आउँ यता। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ प्राकृतिक पुल रहेको छ। प्राकृतिक पुल किन भनिएको भन्दा यहाँदेखि तलदेखि चाहिँ पानी बगिरहेको छ है। अब त्यो चाहिँ अब हामी एकैछिनमा यहाँको बारेमा मजाले देख्नेछौँ है त। यो चाहिँ माथिल्लो भाग खोला पास भएको ठाउँ देखाउन जाँदैछु म है। यहाँ देख्न सक्नुहुन्छ है, यहाँ चाहिँ अब प्राकृतिक पुल देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ है। अहिले चाहिँ अलिकति एन्टी लाइट परेर राम्रो देखिरहेको छैन, यद्यपि एकदमै आश्चर्य प्राकृतिक कुरा रहेको छ यहाँ। अहिले हामी अर्को साइड आइपुगेका छौँ है। त्यहाँबाट चाहिँ अलिकति एन्टी लाइट पर्यो। अब नेक्स्ट तपाईँको यहाँ एकदमै धेरै मान्छेहरू चाहिँ रहेछ, किनकि यो पर्यटकीय स्थल पनि बन्दैछ बिस्तारै। वाउ, ओहो ल वाह, भयो एकदम। ल जेमेस्टिक ल हस् हस्। ल डाँडाजोरमा चाहिँ व्यापक रमाइलो हुँदो रहेछ है। म चाहिँ हाम्रो स्थानीय पाठ्य पुस्तकको लागि डाँडाजोरको तस्बिर चाहिँ आवश्यक परेर खिच्नका लागि आएको थिएँ। यहाँ चाहिँ अहिले गर्मी सिजन सुरु भएर होला पौडी खेल्नेको एकदमै भिडभाड हुँदो रहेछ है। तपाईँहरू देख्न सक्नुहुन्छ व्यापक। ओहो, मलाई चाहिँ अलिकति आउँदैन है। उहाँहरू पौडेको देखेर चाहिँ एकदम मलाई पनि जस्तो चलिरहेको, तै पनि आउँदैन। ठिक छ, पौडी खेल्न एकदम राम्रो सिप हो यो, एकदम इम्पोर्टेन्ट छ लाइफमा। यता देख्न सक्नुहुन्छ त्यो सानसानो बाबु नानीहरू पनि मजाले पौडिराख्नु भएको छ है। अहिले चाहिँ हामी गोफा खोलाको तस्बिर खिच्नको लागि एकदम रेडी अवस्थामा छौँ है। तपाईँहरूले देख्न सक्नुहुन्छ। म त झन् संजोगवश के हो भने यहाँ रोपाइँ गर्दाखेरि पनि आएको थिएँ, यही स्थानबाट हेरेको थिएँ र अहिले एकदमै राम्रो लह धान झुलिरहेछ, फलिरहेछ, त्यो दृश्य पनि खिच्न पाएँ मैले आज। म चाहिँ लक्की छु, लक्की रहेछु भने राखिराख्नु है तर। हाम्रो स्थानीय पाठ्य पुस्तक घिरिङको स्थानीय पाठ्य पुस्तकमा चाहिँ गोफा खोला पनि राख्ने योजना छ। त्यसैले त्यो कन्टेन्टको लागि तस्बिर खिच्न आइरहेको छु म है। वाओ, खतरा दामी आइरहेको छ। ल हेरौँ साला बाबु। यहाँ कुनामा त हार्भेस्ट गर्न पनि सुरु गरिसक्नु भएछ है। असाध्यै सुन्दर मनमोहक दृश्य देखिरहेको छ गोफा फाँटको। अझै हामी अब नेक्स्ट टुँडामा पुग्नेछौँ है त। जहिले पनि खिच्ने बेला यसरी ठाडो गर्नुपर्छ है। हामी चाहिँ अब गोफा खोलाको अन्तिम सट लिनको लागि रेडी अवस्थामा छौँ र यहाँ हामी पुलमा आइसकेका छौँ र केही समय अगाडि चाहिँ उद्घाटन भएको पुल यो है। तपाईँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। र अब हामी चाहिँ एन्टी लाइट परेको हुनाले अर्को साइडदेखि गोफा खोलाको तस्बिर खिच्दैछौँ है त। आज चाहिँ मैले फाइनल्ली पुतगाउँको तस्बिर, त्यसपछि डाँडाजोरको र अन्तिममा यो
गोफा खोलाको तस्बिर खिचेर मेरो काम चाहिँ आजको लागि चाहिँ अन्त्य भएको छ र हामी चाहिँ स्थानीय पाठ्यपुस्तकको एकदमै अन्तिम चरणमा छौँ र यहाँ बाँकी भएको तस्बिरहरू चाहिँ म खिच्दैछु र सम्भवतः अब लगभग हाम्रो तर्फबाट चाहिँ 99% काम समापन भएको छ र बाँकी काम अन्य टिमको सर म्याडमहरूले गर्नुहुनेछ र 2083 सालमा घिरिङका विद्यार्थीहरूले नै ठाउँको विषयवस्तुहरू समावेश भएको स्थानीय पाठ्यपुस्तक पढ्न पाउनेछन्।